स्ट्रिट टकको पहिलो एपिसोडमा फेरि पनि तपाईहरुलाई स्वागत छ। आज हामी देशका विभिन्न बाटोमा गल्ली-गल्लीमा पुगेर देशका विभिन्न अग्रज व्यक्तिहरुसँग देशको समसामयिक अवस्थाको बारेमा, राजनीतिक, आर्थिक, सामाजिक अवस्थाको बारेमा उहाँहरुसँग प्रतिक्रिया लिनेछौं र तपाईलाई जस्तो छ त्यस्तै तपाईहरुको माझमा प्रस्तुत गर्नेछौं। अब ढिला नगरी यसको पहिलो एपिसोडतर्फ लागौं। धन्यवाद। फेरि पनि हाम्रो स्ट्रिट टकमा अर्को व्यक्ति जोडिसक्नु भएको छ। हामीसँग जेनजी आन्दोलनमा भदौ 23 र 24 गते अग्रपन्थीमा रहेर आन्दोलनमा सरेक हुनुहुने एक युवा हुनुहुन्छ। यहाँलाई स्वागत छ। हजुर धन्यवाद। यहाँको शुभ नाम? मेरो नाम अशोक पौडेल। अनि अब भदौ 23 र 24 गते चाहिँ जसरी जेनजी आन्दोलन भयो, त्यसबाट विध्वंस सिर्जना भयो र देशलाई चाहिँ मान्छेहरूले, जनताले बुझ्न सकेका छैनन् कि अहिलेसम्म यो राम्रोको लागि भयो अथवा यो झन् देशको अवस्था बिग्रियो भन्ने विषयमा चाहिँ यहाँ यही अवस्थामा चाहिँ म तपाईलाई क्वेसन गर्न चाहे। तपाईले चाहिँ जेनजी आन्दोलनमा चाहिँ अग्रज पङ्क्तिमा रहेर आन्दोलनमा हुनुहुन्थ्यो, शान्तिपूर्ण आन्दोलनमा चाहिँ यो अवस्था कसरी सिर्जना भयो र यसको चाहिँ उपलब्धि के हो भन्ने विषयमा चाहिँ म तपाईलाई अलिकति 2-4वटा आफ्नो धारणा राखिदिनु अनुरोध गर्दछु। अब यो खासमा चाहिँ यो जेनजी आन्दोलन हुनुमा चाहिँ अब जस्तै सरकारका भ्रष्टाचार र सोसल मिडिया ब्यानबाट चाहिँ विद्यार्थी तथा नेपाली जनताहरूको आवाज रोक्ने, दमन गर्ने काम गर्ने सोचाइले सोसल मिडिया ब्यान गराएको थियो। त्यसको चाहिँ लागि आन्दोलनमा, शान्तिपूर्ण आन्दोलनमा निस्किएका हाम्रा आन्दोलनकारी विद्यार्थी भाइ बहिनी साथीहरूलाई चाहिँ जुन तरिकाले मारियो, गोली हानियो, त्यसको चाहिँ म विरोध गर्दछु। र जुन चाहिँ हजुरले भन्न सोध्नु भएको थियो, जुन 23 गते 21 जना साथीहरूको हत्या भयो, त्यसबाट चाहिँ हाम्रो माग थियो कि केपी ओलीलाई राजीनामा दिनुहोस् भन्ने, र जुन चाहिँ गृहमन्त्रीले चाहिँ राजीनामा दिनुभयो र केपी ओली प्रधानमन्त्रीले चाहिँ नदिएको हुनाले र अवस्था गम्भीर हुँदै त्यसको अनकन्ट्रोल हुन जानाले चाहिँ 24 गतेको त्यो आगलागी र देशमा अराजकता आउन पुग्यो। जुन भदौ 23 र 24 गते जेनजी आन्दोलन भयो र देशभरि तपाईहरुका शान्तिपूर्ण मागहरू सम्बोधन नभइकन विध्वंस फैलियो, यसबाट चाहिँ तपाईलाई के लाग्छ कि देशलाई चाहिँ यो आन्दोलनबाट चाहिँ देशले चाहिँ प्रतिफल केही पायो कि देश चाहिँ 10 वर्ष पछाडि अझै धकेलियो त? यो आन्दोलन हुनु भनेको चाहिँ राम्रै कुरा थियो। जुन हाम्रो सानो विद्यार्थीहरू आन्दोलनमा सहभागी हुनु र भ्रष्टाचार, अन्याय विरुद्धमा आवाज उठाउने धेरै राम्रो थियो, जुन चाहिँ राम्रो कदम थियो हाम्रो। र यसलाई चाहिँ अनियमितता र भाँड भैलो नमच्चाइ शान्तिपूर्ण गर्ने हिसाबले गएको थियो। तर जुन चाहिँ 21 जना नमारिकन पनि यो अवस्था सिर्जना हुन सक्थ्यो। अब कस्तो हुनु छ भन्दाखेरि जुन संसद विघटन भयो र नयाँ कार्यकारी प्रमुख आउनुभयो, प्रधानमन्त्री र नयाँ मन्त्री परिषद, त्यसले चाहिँ यो 9 महिनाभित्र काम गर्ने तरिकाले फागुन 21 मा हुने चुनावमा नयाँ अनुहारहरू देख्न पाइयोस् र उहाँहरूको नयाँ कामले नेपाललाई अझै उच्च स्तरमा पुर्याओस् भन्ने चाहिँ हाम्रो आश छ। 23 गतेको जुन दमन र हत्याको चाहिँ छानबिन होस् भन्ने चाहन्छु। हामीसँग हुनुहुन्छ, हामी अमरसिंहमा छौँ अहिले। हामीसँग बुवा हुनुहुन्छ। बुवा, यहाँको नाम? मेरो नाम इच्छाबहादुर वाग्ले। यहाँ कता यति बस्नुहुन्छ? म पोखरा 10 कुँडहर। अहिले जुन आन्दोलन भयो बुवा 22-23 गते जुन जेनजी आन्दोलन भयो, हजुरले त पुरानो अब पहिलाको द्वन्द्वहरू पनि देख्नुभएको, 62-63 पनि फेस गर्नुभयो, 47 सालको फेस गर्नुभयो होइन? जुन अहिले भएको जुन आन्दोलन छ, यसमा हजुरले के परिवर्तन केही फिल गर्नुभएको छ? 1.5-2 महिना भइसक्यो होइन आन्दोलन भएको पनि, 1.5-2 महिना बितिसक्यो, नयाँ सरकार आयो, जेनजी सरकार आइसक्यो होइन? अनि यसमा केही हजुर नयाँ केही परिवर्तनको केही बाटो केही देख्नु भएको छ? परिवर्तन होला जस्तो देख्नु भएको छ अथवा पहिला पनि यस्तै भएको थियो, फेरि केही हुन्छ जस्तो के हजुरलाई कस्तो के लागिरहेको छ? मेन उद्देश्य जेनजीहरूको परिवर्तन 2टा कुरामा गरेका हुन् जेनजीहरूले। त्यो चाहिँ अहिले बन्न त सरकार फेरियो, सरकार फेरिएपछि जुन उद्देश्य थियो त्यो उद्देश्यमा गएको छैन। बिस्तारै
जान्छ कि भन्ने आशा मात्रै छ, तर वास्तवमा गएको छैन। तर यो सरकारकै आक्रमणताले गर्दाखेरि यो 23 गतिको यो जेनजी आन्दोलन भएको हो। अब बिस्तारै अब नयाँ केही यो 2-4 पोइन्ट त मन्त्रीहरूले केही अलिकति ल्याएका छन्, तर एकैचोटि काँडो झिकेको जस्तो होला जस्तो लाग्दैन। बिस्तारै लयमा जान्छ कि भन्ने आशा खेती मात्रै छ। यो अब 21 गते फागुन 21 गते चुनाव हुन्छ भनेको छन् होइन, चुनाव के लाग्छ हजुरलाई, चुनाव हुन्छ कि हुन्न होला? चुनाव जहाँसम्म हुन्छ हजुर भएन भने अर्कै फेरि उथलपुथल हुने सम्भावना हुन्छ। जहाँसम्म लाग्छ मलाई 90% चुनाव हुन्छ। चुनाव भयो भने हजुरले अब अहिले यहाँको यो अमरसिंह अहिले यो 12 नम्बरको हेर्दाखेरि हजुरलाई के लाग्छ, चुनावमा नयाँ मान्छे कुनै नयाँ आउनुहुन्छ कि पुरानै पार्टीको फेरि त्यस्तै दबदबा हुन्छ, के लाग्छ हजुरलाई? अब पुरानोलाई दिने होइन, नयाँ नै आउनुपर्छ। यदि विकासकै त्यो गर्ने हो भने ती पुरानोलाई त नामै लिनु हुँदैन, नयाँ नै ल्याउनुपर्छ। त्यो पुरानै भनेर बस्नु हुँदैन। अबको परिवेशमा यसो अहिले सरसर्ती हेर्दाखेरि पुरानो अनुहार आउने सम्भावना, उनीहरू भोट माग्ने आउने सम्भावना कम देखाएको छु, मेरो आफ्नो विचार। एमालेको त फेरि बाटोबाट र्याली गर्ने पार्टी गर्ने होइन, त्यो होइन। एमाले गरे पनि जे गरे पनि अब आउने सम्भावना उनीहरूले मलाई भोट देऊ भनेर आउने सम्भावना मैले कम देखाएको छु। आउने आधार पनि त चाहियो नि उनीहरूलाई, आधार उनीहरूले अहिलेसम्म बनाएको छैन। जे अब नयाँ अनुहार देख्न पाइन्छ, हामीले बनाउने हो। नयाँ अनुहार देख्ने नदेख्ने त तपाईँ जेनजी हुनुहुन्छ, हामी त अब 70 गरिसक्यौँ। हामीले होइन, तपाईँहरूले नै हिजो तपाईँहरू जस्तै मान्छेले गर्दाखेरि तिनीहरूले त अहिलेसम्म सत्तामा टिकेका हुन्। तपाईँहरू जस्तै जेनजीहरूले भन्नु पऱ्यो। हिजो युवा सर्कलको भन्थ्यो, अहिले नयाँ ऊ आयो जेनजी। तर बुढाखाडालाई त नातिले यसमा हाल भनेपछि त्यसै हाल्ने कसैले अन्धो नभएको नि म हाल्छु भनेर नातिले गएर हालेको भएर यो अहिले देशमा यो सङ्कट आएको हो। हस्, धन्यवाद हजुरलाई। हामीसँग फेरि पनि अर्को बुवा जोडिसक्नु भएको छ, उहाँको नाम, हजुरको नाम? कृष्ण प्रसाद शर्मा। हजुरको घर यहीँ पर्छ, 12 नम्बर। 12 नम्बर वडा। हजुरलाई के लाग्छ यो आन्दोलनले, जुन 23-24को आन्दोलन भयो, जुन जेनजी आन्दोलन भनेर पनि भनेर आन्दोलन जुन भयो, जो अहिले तोडफोड भयो, आगजनी भयो, दुनियाँ भयो, यसमा केही परिवर्तन केही देख्नु भएको छ? परिवर्तन हुन्छ, यो हुनै पर्ने थियो, भयो। किन भन्दा सरकारमा बसेका मान्छेहरूले बेठिक काम गरेको हुनाले यो आन्दोलन निस्किएको हो। युवाहरू आन्दोलन, जेनजी आन्दोलन निस्किएको हो। केही परिवर्तन हुन्छ जस्तो मलाई लाग्छ। अब जुन फागुन 21 गते चुनाव हुन्छ भनेर सरकारले घोषणा गरिसकेको छ, नयाँ अन्तरिम सरकार फागुन 21 सम्मको लागि बनेको छ, चुनावसम्मको लागि के चुनाव हुन सम्भव छ त? अब पार्टीहरूले सबैले भाग लिए भने हुन्छ, यदि पार्टीहरूले भाग लिएनन् भने नहुने। मैले अब सरकारले चुनावै गर्छु भनेपछि पार्टीले त भाग लिनै पर्यो होइन? यो चुनाव अब फेरि नै तिनै पार्टी आएर फेरि तिनीहरूले जित्ने सम्भावना छ कि नयाँ आउने सम्भावना के छ? अब अलिअलि आउलान्, नत्र त नयाँ आउला जस्तो लाग्छ मलाई। हजुरलाई के लाग्छ? हजुरलाई चाहिँ कसलाई भोट दिनुहुन्छ, नयाँलाई कि पुरानो? नयाँलाई हो, म त नयाँ। पुरानो पार्टी बहिष्कार? बहिष्कार मैले हालेँ, सबैलाई भोट हालेँ। हजुर, सबै पार्टी, माओवादी, एमाले, राप्रपा सबैलाई भोट हालेँ। अब नयाँलाई हाल्ने, जहाँ नयाँ निस्किएको छ नि अहिले 2-4जना नेताहरू अहिले लक्षण देखिएको छ नि, हो तिनैका उम्मेदवारलाई मैले भोट हाल्ने। अनि अब हजुरले त पहिलाको अब राजतन्त्र राम्रोसित नै देख्नुभयो होइन, नयाँ यो अहिलेको सरकार पनि देख्नुभयो। राजतन्त्रमा ठिक थियो कि अहिले जुन अहिले 62-63 ठिक थियो नि? राजतन्त्र चाहिँ एउटा व्यक्तिले चाहिँ मजासँग देश चलाएको थियो नि। यहाँ चाहिँ 600-6,000 जनाले चाहिँ अहिले भत्ता सचिवहरू खाएर बर्नुटमा छ नि त। राजा ठिकै थियो नि, राजा बाबा यस्तो हुनै हुन्थेन, शान्ति हुन्थ्यो नेपालमा, पुलिसले पनि हेप्न पाउँथेनन्। अनि राजा आउने सम्भावना कतिको देख्नुहुन्छ अहिले? त्यो पनि प्रबल सम्भावना छ, प्रबल सम्भावना छ। धेरैले चाहिँ अहिले यिनी एमाले काङ्ग्रेसका मान्छेहरू पनि अब राजै चाहिने भन्न थालिसके। अहिले राजा नभएर यस्तो भएको देश लथलिङ्ग भयो, देश बिग्रियो, देश भ्रष्टाचारमा डुब्यो, विदेशीहरूले हेपे भन्ने कुरो चाहिँ आइरहेको छ। राजा आउने सम्भावना पनि मैले देख्छु। अनि अब अरू त अब ठिकै बिस्तारै हुन्छ, विकास त आजको भोलि विकास त हुने होइन होइन। अहिलेको नयाँ जुन सरकार बनेको छ, जो आन्दोलन पछि 27 गते 23-24 गते आन्दोलन भयो, 27 गते सरकार गठन भयो होइन। नयाँ मन्त्रीहरू, राम्रो मन्त्रीहरू पनि हुनुहुन्छ, सरकारमा पढे लेखेकोहरू हुनुहुन्छ, विज्ञ हुनुहुन्छ नि त। अनि यसमा केही परिवर्तन, केही सम्भागहरू छ, केही देख्नुहुन्छ परिवर्तन?
परिवर्तन त अब यिनीहरू छोटो समयको लागि हो, तर अलिअलि लक्षण त देखिया छ। अब राम्रो मान्छेहरू गर्छन्, अब आयोगमा त्यो भ्रष्टाचार निवारण आयोगमा अन्य मन्त्रीहरू गरेका छन्, गर्दैछन्, गर्लान् जस्तो लाग्छ मलाई। परिवर्तन केही सम्भव छ? परिवर्तन सम्भव छ। हुन्छ, हस् त। अरू सम्भव गर्न दिँदैनन् यिनीहरूले, उथलपुथल गर्लान् जस्तो छ। सम्भव त सरकार बलियो हुनु पर्यो। सरकार बलियो त हुनु पर्यो। त्यो अब नि फेरि तिनीहरू हुनु पर्यो, हिक्मतवाला हुनु पर्यो, डराउनु भएन। त्यो भयो नि परिवर्तन सम्भव छ। हस्, हुन्छ, धन्यवाद। हस्, धन्यवाद।